नमस्कार सबैजनालाई। परिवर्तनको मार्गमा बालेन शाह सुकुम्बासी बस्ती व्यवस्थापन र विकासको नयाँ बाटो। नेपाली राजनीतिमा पछिल्लो समयमा एउटा यस्तो नाम चम्किएको छ जसको भाषणमा भन्दा काममा विश्वास गर्ने गर्छन् सबै जनताले। ती हुन् बालेन शाह। काठमाडौँ महानगरको एक मेयर हुँदै गर्दा उहाँले अहिले देशको नेतृत्व सम्हाल्न सक्ने तहसम्म पुग्दा उहाँले चालेका हरेक कदमहरू एकदम चर्चा र विवादको केन्द्रमा रहेको छ। विशेष गरी सुकुम्बासी बस्ती व्यवस्थापनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विपक्षी दलहरूले सामाजिक सञ्जालमा केही नराम्रा कुराहरू गरिरहेका छन्। विपक्षी दलहरूले उहाँहरूले कडा आलोचना गरिरहेका छन्। तर के यो आलोचना गर्न न्यायपूर्ण छ त? यदि गैरियामा गएर हेर्ने हो भने बालेन शाहको कदम सुकुम्बासीलाई उठीबास लगाउनु नभई उनीहरूलाई सही बास दिनु हो। यो कुरो विपक्षी दलहरूले बुझेका छैनन्। विपक्षी दलहरूले बालेन शाहले गरेका राम्रा कामहरू जस्तै फोहोर व्यवस्थापन, फुटपाथ सुधार तथा सरकारी जग्गा फिर्ता ल्याउने अभियानलाई छायामा पार्न सुकुम्बासी मुद्दालाई हतियार बनाइरहेका छन्। यसमा अग्रपन्थीमा हर्क साम्पाङ पनि रहन्छन्, उहाँलाई छुटाउन मिल्दैन। उनीहरूले जनतालाई यो बुझाउन खोजिरहेका छन् कि सरकार गरिब विरोधी हो, तर वास्तविकता अर्कै छ। वर्षौँदेखि नदी किनारमा बस्दै आएका सुकुम्बासीहरू हरेक वर्ष वर्षायाममा बाढीको उच्च जोखिममा हुन्छन्। ढलको दुर्गन्ध र अव्यवस्थित आवासका कारण उनीहरूलाई स्वास्थ्य र बालबालिकाको भविष्य सङ्कटमा छ। लामखुट्टे मच्छरहरू आएर उनीहरूलाई कति असर गरिरहेको छ। बालेन शाहले अगाडि सारेको 1000 दिने कार्ययोजनाले नै वास्तविक सुकुम्बासीलाई पहिचान गरी उनीहरूलाई सुरक्षित आवास व्यवस्थापन गर्ने स्पष्ट खाका कोरेको छ र थियो। उहाँले स्पष्ट भन्नुभएको छ, सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गर्ने सुकुम्बासी र वास्तविक भूमिविहीन व्यक्ति फरक छुट्याउनुपर्छ, जसले अन्त कतै जग्गा छैन भनेर उनीहरूलाई राज्यले अभिभावक बनेर सुरक्षित ठाउँमा सार्नुपर्छ। यो गरिब हटाउने अभियान होइन, बरु गरिबको सुरक्षाको लागि गरिबको असुरक्षित जीवनशैली हटाउने र उनीहरूलाई सम्मानजनक जीवन दिने एक साहसिक प्रयास हो। नदी कोरिडोर सफा गर्दा सहर सुन्दर मात्र हुँदैन, यसले समग्रमा काठमाडौँको पर्यावरण र सभ्यतालाई पनि जोगाउँछ। विपक्षी दलहरूले यो बुझ्नु जरुरी छ। विरोध गर्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने समस्यालाई सधैँ बल्झाइराख्नुभन्दा त्यसको दीर्घकालीन समाधान खोज्दै जानु नै असल नेतृत्वको धर्म हो। यो कुरो पनि विपक्षी दलहरूले बुझ्नुपर्दछ। विगतका नेताहरूले सुकुम्बासीहरूलाई केवल भोट बैंकको रूपमा प्रयोग गरे, तर बालेन शाहले उनीहरूको समस्याको जरा नै काट्न खोज्नुभएको छ। काम गर्ने मान्छेका सानातिना कमजोरी खोजेर खुट्टा तान्नुभन्दा उहाँले चालेका सकारात्मक कदमलाई साथ दिनु नै आजको आवश्यकता हो। अन्त्यमा बालेन शाहले चालेका कामहरू आजका लागि केही कठोर देखिए पनि भोलिका लागि सुन्दर र व्यवस्थित नेपालका लागि यो अनिवार्य छ। गाली र विरोधको पछाडि नलागी तथ्यलाई बुझेर विकासको यात्रामा सबैले हातमालो गर्नुपर्छ। राष्ट्रहितमा हुनेछ सबै कामहरू। परिवर्तन सम्भव छ, तर त्यसका लागि हामीले धैर्यता र सही दृष्टिकोण राख्नु जरुरी छ। त्यसैले कसैले एकअर्कालाई झुटो आरोप लगाउनुभन्दा, सुकुम्बासीलाई लिएर राजनीति गर्न खोज्नुभन्दा के चाहिँ राम्रो के चाहिँ नराम्रो भनेर मनदेखि मुटुदेखि सोचेर सुकुम्बासीका लागि तपाईहरूले राम्रो सोचिदिनु होला। बालेन शाहले सुकुम्बासी बस्ती हटाएर गरिबलाई हटाउने दुःख दिने काम गरेका होइनन् कि तिनीहरूको दुःख देखेर मच्छरले काट्यो, ढलमा छन्, उनीहरूलाई रोग लाग्छ, उनका बालबालिका असुरक्षित छन्, वर्षायाममा त्यत्तिकै गाह्रो हुन्छ भनेर उहाँले सही ठाउँमा व्यवस्थापन मिलाउन खोज्नु भएको हो। तपाईहरुले विभिन्न भिडियोमा पनि हेर्न सक्नुहुन्छ। उहाँले गरेका कामहरू
र उहाँका सही विश्लेषण त्यहीँ बस्ने सुकुम्बासीहरूले बताइरहेका छन् भिडियोमा। भिडियो खोजेर हेर्नुहोला। विपक्षी दलहरूलाई यो भन्न चाहन्छु, तपाईँहरूले अलिकति मन ठुलो बनाएर हेर्नुहोला र देश विदेश पनि अलिअलि घुम्नुहोला। तपाईँहरूलाई सबै कुरा थाहा हुन्छ। तपाईँहरू लुटेर खान पाइन, भ्रष्टाचार गर्न पाइन, अब लुकीछिपी केही काम गर्न पाइएन भनेर यस्ता राम्रा कामलाई नराम्रो बनाउने र जनतामाथि भ्रम छर्ने काम नगर्नुहोला। धन्यवाद।